हेलो एभ्रिवान, म चाहिँ पोर्चुगल आएको आज 4-5 दिन भयो। सो म चाहिँ बजार जाँदैछु केही फलफुल लिनको लागि। सो म हजुरलाई पोर्चुगलको मार्केट कस्तो हुन्छ भन्ने कुरा चाहिँ म देखाउँछु आज। बजार जानेमा म, बाबा अनि बर्दन चाहिँ आउँदै हुनुहुन्छ। के किन जानु लाग्यो? खान्डङ खुन्डङ खै उसलाई के चाहियो अरे, लुगाफाटाहरू के चाहियो अरे, त्यही भएर चाहिँ लिन जानु लाग्यो है। हामी चाहिँ पिङ्गो दोस भन्ने, पिङ्गो दोस के अरे, पिङ्गो दोसमा जाँदैछौँ। पिङ्गो दोसमा त्यो चाहिँ नेपालको बिग मार्ट जस्तै हो। नेपालको बिग मार्ट जस्तै हो। पिङ्गो दोस छिरेछौँ। पिङ्गो दोस। पोर्चुगलको वेदर चाहिँ एकदमै राम्रो छ। अनि त्यसपछि सबैजना सुन्नुहोस्, पोर्चुगलको चाहिँ बाटोहरू पनि एकदम सफा छ, सबै कुरा वेल म्यानेज छ। So this place is called Pingo Doce. That's the mini market of Portugal. It's like a big mart in Nepal. यो चाहिँ नेपालको बिग मार्ट जस्तै हो। सो हामी चाहिँ यहाँ फलफुल किन्न आयौँ। सो बर्दानले लिनुभयो बास्केट। एप्रोभेट पपाया, त्यो होइन, पपाया होइन, के हो यो? नानी पपाया त म नेपालमा खाएर वाक्क भए। अबे तर पपाया कति सानो, हाम्रोमा त यसको त बाउ हुन्छ। हेर्नुहोस् गाइस, पपाया कति सानो छ यहाँ। यसको प्राइस कति रहेछ? 76 सेन्ट। ओ 76 सेन्ट। बनाना केराको प्राइस पर्दो रहेछ पर केजी €1.29। 29 सेन्ट। अब बढ्यो अगाडि। ब्रेड आइटम्स के हो गाइस, हेर्नुहोस् यहाँ यो टोमेटो कत्रो छ क्या टोमेटो। बाफरे, टु बिग। अनि कस्तो छ नि, यो ठुलो जति ठुलो टोमेटो त्यति चाहिँ सस्तो पर्दो रहेछ, अनि जति सानो त्यो चाहिँ अलिक महँगो पर्दो रहेछ, थाहा पर्दछ। सो टिल नाउ हामीले चाहिँ केरा किन्यौँ। हजुर हस् छ नि त। के हो यो? डोभ स्याम्पू हाइड्रेट। यसको पर्दो रहेछ €4.79 होइन। तर यो नेपालीमा कन्भर्ट गर्दाखेरि चाहिँ ठिकै हो। यो क्रिमको प्राइस चाहिँ त्यति महँगो चाहिँ होइन, ठिकै छ है। त्यही त। ए खतरा मिठो, मिठो छ पर्दैन। ल यहाँ छ फिस मिट। उयो के हो बाबा? यो के हो? यो चाउमिन जस्तै के हो यो? किमा? एप्रोबेट। प्राइस चाहिँ €9 कति छ? पाउरोटी यसले राख्दो रहेछ। तर सबै फ्रेस हुन्छ होला है सबै। यत्रो दिनमा यत्रो बिग्छ होला त? बाफ्रे, कति लामो ब्रेड, कति लामो ब्रेड। कोकाकोलाले चाहिँ वर्ल्ड वाइड छ क्या यो है। कोकाकोला खान हुँदैन गाइस। कोकाकोला त्यति राम्रो होइन शरीरको लागि। एक्चुअली हामीलाई चाहिँ क्रानबेरीको जुस चाहिएर आएको हामी यहाँ, तर त्यो चाहिँ रहेनछ यहाँ। यो चाहिँ नुन चाहिँ यस्तो प्याकेटमा हुँदैन।
तर पोर्चुगिज ल्याङ्ग्वेजमा भए भएर थाहा नहुने कि साल ल पोर्चुगिजमा चाहिँ नुनलाई साल भन्दो रहेछ यसको प्राइस 0.39 सेन्ट ए यो माथिको पो हो 25 सेन्ट 25 131 sorry. सो यहाँ चाहिँ फिसहरूलाई यसरी चाहिँ पुरा त्यो आइसमा राखिँदो रहेछ कि र नेपालमा चाहिँ दुध लिटरहरूमा पाइन्छ भने यहाँ चाहिँ टक्क त्यो रियल जस्तो टाइपको त्यो प्याकेटमा पाइन्छ यसरी यो सबै दुध हो दुधको प्राइस 5 युरो हो र बाबा यो ए 6 वटाको 5 युरो रहेछ त्यो के गर्ने हो सो हामीले चाहिँ एक्चुअली यस्तो दुध खाइरहेको होइन अनि यो दुध चाहिँ गनाउँदो रहेछ क्या हल्का हल्का कस्तो त्यो हुन्छ नि अब हुन त विदेशमा नेपाल कस्तो कहाँ हुन्छ र तपाईँ अलिकति स्मेल आउँदैछ सो हामीले चाहिँ आज उयो ट्राई गर्छौँ सो ऊ चाहिँ यहाँ घुमेर यहाँ आइसक्यो यो लिएको यो चाहिँ फ्लेभरवाला दही रे यो तर यहाँको दही चाहिँ अलिक क्रिमी टाइपको हुन्छ दही र दुध चाहिँ नेपालको धेरै मिस भएको छ गाइस है बे 90 युरो ओ यहाँ 100 छ होइन 9 युरो यहाँ 100 छ यो 100 के लिक्विड गाइस यसको सर्फको प्राइस चाहिँ 9 युरो 99 सेन्ट यसरी आउँदो रहेछ यो किन्छ नि त नत्र यहाँ 92 छ है 92 छ 969 को 92 त्यो सर भिडियो खिचिसक्यो प्राइस के प्राइस प्राइस पनि देखाइसकेँ मैले यसको भनेर अघि सो हामीले ल्यायौँ सामान त्यसपछि हाम्रो टोटल बिल भयो 15 युरो समथिङ यहाँ हावा धेरै चलेर अब यहाँ ओहो अघि भर्खरै घाम लागिरहेको थियो हामी आउँदा भयो पानी परिसक्यो यस्तो अनप्रेडिक्टेड वेदर छ कि यहाँनिर सो फर्स्ट टाइम नेपालबाट आएको छ भने चाहिँ अलिकति गाह्रै छ यहाँको वेदरसँग अलिकति मिल्नलाई भो घाम लाग्दै पानी परिसक्यो मलाई चाहिँ के को बधाई हो यस्तो मौसम देख्न कहाँ पाइन्छ त नेपालमा नि छिनमा पानी पर्ने छिनमा घाम लाग्ने तर यहाँ चाहिँ घाम भन्दा पनि बेसी पानी पर्दो रहेछ A few moments later. वेलकम ब्याक फ्रम पिङ्गदोस सो हामी चाहिँ लाइक पिङ्गदोस भनेको चाहिँ यो नेपालमा हुने सपिङ मार्ट जस्तै नै हो सो फर्स्टमा स्टार्टिङ फ्रम राफेलो विच इज अ भेरी पपुलर चकलेट इन द वर्ल्ड यो चाहिँ कोकोनटले बनेको कोकोनटको धुलो हुन्छ बाहिर सर्कुलर सेप गोलो टाइपको हुन्छ भने भित्र चाहिँ क्रिमी खालको चाहिँ फ्लेभर हुन्छ एकदमै मिठो चकलेट हुन्छ त्यसको प्राइस छ 4 युरो एन्ड 89 सेन्ट आउनु तिमीले ल्याऊ ओके गाइज यो चाहिँ योगर्ट हो यहाँ चाहिँ योगर्ट भन्छ होइन हुन त नेपालमा नि योगर्टै भन्छ तर नेपालमा दही भन्छ नि त नर्मली यहाँ योगर्ट हो सो यहाँ चाहिँ 8वटा पिसको सानो स्मल पिसेसहरू हुन्छ यो चाहिँ फ्लेभरवालामा हुन्छ नर्मली यो पिङ्गोदोसबाट किनेको भएर यहाँ पिङ्गोदोसले 8वटा फ्लेभर लाइक चारवटा फ्लेभर भनौँ न 4वटा फ्लेभरको दुईटा पिस राखिदिएको हुन्छ 2टा कोकोनटको हुन्छ 2टा ट्रपिकलको हुन्छ अनि बनाना ल मोरङ्गो भनेको यहाँ स्ट्रबेरी हो है त सो यो पनि किन्न पायौँ हामीले यसको प्राइस चाहिँ लगभग 2 युरो परेको छ लगभग अराउन्ड है सो एक्ज्याक्टली थाहा हुँदैन ओके अर्को छ दुध सो नर्मल्ली यहाँ चाहिँ दुध भनेको यस्तो खालको लाइक बक्स टाइपको बट्टामा पाउँदो रहेछ अनि मैले चाहिँ अस्ति आएको 3-4 दिन यहाँको दुध खाँदाखेरि चाहिँ अलिकति त्यो स्मेल आएको गनाउने टाइपको हुन्छ नि अब नेपालमा त गाई भैँसीको मेनली खाइन्छ भने सो अनि यो चाहिँ यो टेस्ट गर्नको लागि लिएर आएको आज किनभने हिजो खाएको अलिकति मिठो थिएन र अर्को के किनेमा हामीले तेल सो यो तेल यो चाहिँ हाम्रो सनफ्लावर तेल छ है यहाँको सनफ्लावर तेल इट कस्ट अराउन्ड 169 युरो 169 मतलब 1 युरो एन्ड 69 सेन्ट्स
नर्मली हामीले खाना खानलाई ओलिभ ओइल युज गर्छौँ, बट आज चाहिँ उहाँले पानीपुरी खाने भनेको भएर चाहिँ हामीले यो फ्रितारको लागि है फ्राई गर्नलाई, पानीपुरीको फ्राई गर्नलाई हामीले यो तेल किनेर ल्याएको छौँ। नर्मली हामीसँग ओलिभ ओइल छ। ओके, थ्याङ्क यू। अनि अर्को किनेमा हामीले केरा बनाना, यसको प्राइस कति थियो? यसको प्राइस €1.22। ओके, यो चाहिँ हाम्रो आयो नुन जस्तै हो है, यहाँ चाहिँ साल भन्छ, र यहाँ हाम्रो दुई टाइपको साल हुन्छ, एउटा ग्रोसो भन्ने हुन्छ, एउटा फिनो भन्ने हुन्छ। ग्रोसो भनेको चाहिँ बाक्लो अलि ढिक्कवाला नुन हुन्छ, र फिनो भनेको चाहिँ मसिनो खालको हुन्छ। यो ढिक्कवालालाई चाहिँ हामीले तरकारीहरूमा बनाउँदाखेरि युज गर्छौँ भने फिनोलाई चाहिँ हामीले जस्तै नुनहरू पुगेन भने चाहिँ नुनहरू थप्नलाई युज गर्छौँ है। ओके, सो हामीले चाहिँ 2 टाइप्सको एप्पल्सहरू किनेमा, एउटा व्हाइट र एउटा चाहिँ रेड। ओके, यो चाहिँ मेसिनले बनाएको लिमाउ भनौँ है, यो चाहिँ लिमाउ भन्छ, सुमती लिमाउ भन्छ यहाँ चाहिँ, लाइक रेडिमेड कागतीको जुस है। यो चाहिँ लगभग 69 सेन्ट मात्र पर्छ र खाँदा एकदम अमिलो हुन्छ। इट्स भेरी गुड फर रेडिमेड सुमती लिमाउ। ओके, अनि लास्टली हामीसँग यो छ, किनभने पोर्चुगलको वेदर चाहिँ मेनली अहिले एकदमै चिसो छ, छिनमा गर्मी पनि छ। सो ओठ सुक्खा भएको कारणले गर्दा चाहिँ मैले किन्न लगाएँ यो लिप बाम, लिप गार्ड ओके टाइप्स। एन्ड फाइनली यो चाहिँ च्युइगम रहेको छ। नेपालमा चाहिँ ह्याप्पीडेन्ट जस्तो स्वाद आउँछ र यहाँ ट्रिडेन्ट्स भनेको हुन्छ। लाइक यहाँभित्र लगभग 15 पिसेस अफ च्युइगम हुन्छ। यसको कस्ट चाहिँ €2 परेको छ। द्याट्स इट। सो सपिङ गर्दा धेरै मजा आयो। सो लाइक गर्ने, कमेन्ट गर्ने अनि सब्सक्राइब गर्नु होला। थ्याङ्क यू। थ्याङ्क यू। बाई। बाई।